राजनीतिक स्थिरताले वित्तीय बजारमा पनि सकारात्मक प्रभाव पार्छ। जब आर्थिक नीति स्पष्ट हुन्छ र बजारमा विश्वास बढ्छ तब बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा प्रभाव बढाउने वातावरण बनिरहेको हुन्छ। अहिले हामीले सुनिरहेका छौँ, देखिरहेका छौँ, हामीले चाहिँ बैंकमा कर्जा चाहिँ लिने व्यक्तिहरू चाहिँ कम छ र हाम्रो चाहिँ 6 खर्ब डिपोजिट भयो भने 3 खर्ब मात्रै लोन गइरहेको भन्ने यस्ता कुराहरू आइरहेका छन्। यो कुराहरूमा चाहिँ उद्योग व्यवसायका लागि कर्जा उपलब्ध हुने बित्तिकै व्यापारीहरूले चाहिँ लगानीकर्ताले कर्जा लिने कुराहरू, यस्तै निर्माण व्यापार र सेवा क्षेत्रमा लगानी वृद्धि हुन्छ। लगानी वृद्धि हुने बित्तिकै कर्जाको कुरा आयो। पुँजी बजार शेयर मार्केटमा सकारात्मक सङ्केतहरू देखा पर्छन्। यो सँगसँगै स्टार्टअप र साना बिजनेसहरू पनि एकदमै सुरुवात हुन्छ र यसमा पनि वित्तीय सहयोग हुन्छ। यदि ब्याज दर स्थिर र उचित स्तरमा रह्यो भने निजी क्षेत्रका नयाँ परियोजनाहरू सुरु हुन्छन् र जसले गर्दाखेरि यसमा चाहिँ बैंकिङ र वित्तीय क्षेत्रमा चाहिँ सकारात्मक असर हामीले देख्छौँ। यो सम्पूर्ण चाहिँ राजनीतिक स्थायित्वमा रहने हुन्छ। यो सँगै होटल, ट्राभल, यातायात सेवा क्षेत्रमा पनि रोजगारी बढ्छ। साथसाथै हामीले ग्रामीण पर्यटन, स्थानीय अर्थतन्त्रको पनि हामीले चाहिँ अर्थतन्त्रलाई पनि हामीले सक्रिय बनाउन सक्ने अवस्था रहन्छ।